हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। कस्तो हुनुहुन्छ तपाईँहरू? आरामै हुनुहुन्छ होला आशा राख्दछु। फिट एन्ड फाइन हुनुहुन्छ होला। मैले चाहिँ यो लास्ट टाइम हामी पोखरा गएको भिडियो राख्न गइरहेको छु है। अनि पोखरा गएपछि लेक साइड त जानै पर्यो है। लेक साइड पनि गयौँ। त्यो चाहिँ नाइट आउटको लागि हामी चाहिँ है यो किङ्स लन्च गयौँ। यहाँ चाहिँ एकजना सिस्टरले खतरा गाउनु भएको छ, सुन्नुहोस् है एकछिन है। अनि किङ्स लन्चबाट निक्लेपछि हामी यहाँ रोलिङ स्टोन्समा गयौँ। यहाँको म्युजिकले पनि म एकदमै मोहिते भएँ, सुन्नुहोस् है। अनि यसको भोलिपल्ट चाहिँ हामी है कुसमा जाँदै थियौँ। बाटोमा यहाँ हेर्नुहोस् न एकदमै खतरा झर्ना देखेर हामी एकछिन यहाँ झरेर होइन यहाँको झर्ना ग्रिनरी भ्यू हेर्दै यो भ्यूले पनि एकदमै मोहिते बनाइदियो हामीलाई है। एकदमै खतरै थियो। यहाँ चाहिँ म खुट्टा डुबाउँछु भनेर सोचिरहेको थिएँ यो पानीमा, सङ्लो पानीमा। अनि यो चाहिँ हामी फिर्किँदाखेरि बाटोमा कुरिन्टारको है 12 सिङेको फ्याक्ट्रीमा गएको थियौँ। मैले चाहिँ यहाँ बियर टेस्टिङ गरेको थिएँ है। मलाई चाहिँ मिठै लाग्यो। अगाडिको तिनवटा यो पिल्सनर रियाक्टर बिस्ट र हेजी आएपछि मिठो लाग्यो। पछाडिको यो पेल एल र उयोबाट चाहिँ अलिकति अड लाग्यो मलाई, तितो तितो। र बर्गर पनि आयो सानो चिटिक्क, पिज्जा पनि सानो चिटिक्क बियरसँग। अनि यो चाहिँ काठमाडौँ फिर्केपछि डग क्याफेमा गएर है म यहाँ मेरो डगी फिफीलाई भेटिरहेको छु। ऊ पनि धेरै पछि मलाई भेट्दाखेरि खुसी भइरहेको छ, जिब्रो निकालेर एकदमै ह्याप्पी भइरहेको छ। हुन्छ गाइज, अहिलेको लागि यति नै। डु लाइक एन्ड सब्सक्राइब माई च्यानल। थ्याङ्क यू।